नाक फल्ने रुख। नमस्कार, स्वागत छ तपाईलाई नेपाली कथा च्यानलमा। आज भने विश्व लोक कथा संग्रह किताबबाट नाक फल्ने रुख लिएर उपस्थित भएको छु। साथीहरू, तपाईलाई मन पर्छ होला, मन पर्यो भने यो भिडियोलाई शेयर गर्नु होला। यो कथा बेलायतमा प्रचलित कथा लोक कथा रहेको छ। कुनै समयमा 3 जना गरिब सिपाहीहरू मागी मागी खाँदै आफ्ना घरतर्फ जान भनी सँगै हिँडे। लडाई समाप्त भएपछि उनीहरूको नोकरी सकिएको थियो। केही काम नभई 3 जना सिपाहीलाई आफ्नो पेटको समस्या हल गर्न मुस्किल परेको थियो। भाग्यको भरोसा लिनुबाहेक उनीहरूलाई अरू बाटो केही थिएन। आफ्नो कष्टमय जीवन व्यतीत गर्दा गर्दै उनीहरू एक दिन साँझको समयमा एउटा घनघोर जंगलमा पुगे। 3 जनाले दिनभर केही खान पाएका थिएनन्। पेटमा अति भोक लागेको हुँदा जंगलको बाटोमा अगाडि बढ्न समेत केही सामर्थ्य नभई जंगलको एक ठाउँमा बास बस्ने उनीहरूले निश्चय गरे। जंगली जन्तुको भय हुँदा उनीहरूले आफ्नो प्राण रक्षा गर्न पालै पालो एक जना नसुती बस्ने निधो गरे। 2 जना साथीहरू सुते। 1 जना साथी दन आगो बाली एउटा रुखमुनि बसिरह्यो। केही समयपछि अन्धकार जंगलको बीचमा रातो लुगा लगाएको एउटा पुड्को मानिस सरासर अगाडि बढ्दै त्यहाँ को छ भन्दै आयो। अनि त्यो कुरा सुनेर सिपाहीले जवाफ दियो, अरू को हुन्थ्यो? एउटा गरिब सिपाही हुँ। यहाँ आऊ, तिमीलाई केही हुँदैन, आगो ताप्न आऊ। त्यो पुड्के मानिसले प्रश्न गर्यो, तिम्रो के हाल छ? सिपाहीले जवाफ दियो, हाल त शोचनीय छ। हामीहरूले लगाएका एक जोर लुगा बाहेक संसारमा आफ्नो भन्ने अरू केही छैन। त्यस प्रश्नको जवाफ सुनेर रातो लुगा लगाएको पुड्केले भन्यो, ल त यो पछ्यौरा तिमीलाई नै भयो। यो पछ्यौरा लगाई तिमीले मनमा जे चाहना गर्छौ तिमीलाई त्यही कुरा तुरन्त प्राप्त हुनेछ। त्यति कुरा भने त्यो पुड्को मानिस अलग भयो। अरू सिपाहीको पालो आयो। फेरि त्यही पुड्के मानिस आई। त्यस्तै भनेर त्यो पालो बसेको सिपाहीलाई एउटा थैली दियो र भन्यो, तिमीले यस थैलीबाट जति दाम झिके पनि कहिले खाली हात पर्दैन। तेस्रो सिपाहीको पालो बस्ने समय आयो। त्यस बेलामा त्यो पुड्के मानिसले त्यो तेस्रो सिपाहीलाई बजाउने सिङ दियो र भन्यो, यो सिङ एक पटक बजाएमा एक पल्टन नै निस्किनेछ। फेरि मानिसहरूको दुःख दर्द बिर्साई सबलाई नचाइदिनेछ। जब बिहान भयो 3 जना सिपाहीहरू उठी रातमा भएको अपूर्व घटना सम्झी सपना हो कि विपना हो जस्तो भ्रममा परे। आफूहरूलाई अचानक प्राप्त भएको गजबको शक्ति भएका चिजहरू हेरी 3 जना कहिल्यै नछुट्टिने र सधैँ सँगै बसेर ती प्राप्त भएका शक्तिको फाइदा 3 जनाले एकलौटी गरेर उपयोग गर्छौं भनी कुरा पक्का गरे। त्यति गरिसकेर 3 जना साथीहरूले मनमा अति हर्षित भए। जस्तो मन लाग्यो त्यही गरेर केही दिन बिताए। अति रमाइलो पूर्वक दिन बिताएर पनि कायल भए। अनि 3 जना साथीहरू मध्ये एक साथीले भन्यो, अब यसै रहेर भएन, एउटा राम्रो घर वा महल निर्माण गर्नु पर्यो। 1 जना नोकरले पानीको गिलास ल्याउने जस्तो सजिलो तरिकाले एउटा महल निर्माण गराए। त्यही मन्त्र भएको पछ्यौराको प्रभावले त्यो महलका लागि आवश्यक सरसामानले पूर्ण थियो। 4वटा घोडाले तान्ने बगी र 4वटा घोडा पनि तयार भए। ती 3 जना साथीहरूले त्यो नयाँ प्राप्त महलमा बसी केही दिन सुख चैनपूर्वक बिताए। तर महलमा मात्र बसिरहन उनीहरूलाई इच्छा भएन। उनीहरूले एउटा नयाँ उपाय सोचे। आफूहरूसँग भएको एउटा बगी बाहिर ल्याएर बहुमूल्य लुगा गहना समेत लगाई एउटा नजिकको देशको राजा कहाँ भेट्न उनीहरू गए। उनीहरूको ढाँचा काँचा देखि उनीहरू कोही उच्च दर्जाका राजकुमारहरू होलान् भनी मनमा सोचेर उनीहरूलाई धुमधामसँग सत्कार गरेर राजाले आफ्नो दरबारभित्र ल्याए। एक दिन ती राजाकी छोरी राजकुमारीले आफ्नो दरबारको बगैँचामा ती 3 साथी मध्ये रुपियाँको थैली बोकेको सिपाही डुलिरहँदा उसँग त्यो के को वस्तु हो भनी प्रश्न गरिन्। त्यो सिपाही आफ्नो मनको कुरा छिपाइ राख्न नसक्ने व्यक्ति भएको हुँदा उसले राजकुमारीलाई थैलीको सबै रहस्य बताइदियो। त्यो सिपाहीले बताए पनि नबताए पनि केही फरक थिएन, कारण ती राजकुमारी मन्त्र विद्याकी ज्ञाता थिइन्। अत तिनले त्यो मन्त्रको बलले ती 3 जना साथीसँग भएको 3वटै गोप्य कुरो पहिल्यै थाहा पाएकी थिइन्। त्यसैले ती राजकुमारीले त्यो थैली मालिकको थैली लिन त्यही थैली जस्तो एउटा अर्को थैली बुनिन्। त्यो सिपाहीलाई तिनले खुब मान मर्यादामा राखी पाहुना सत्कार पनि गरिन्।
रक्सीमा निन्द्रा लाग्ने औषधि मिसावट भएकाले त्यो सिपाही त्यसै औषधिको प्रभावमा परि अति निन्द्रामा पर्यो। त्यसै ताकमा नक्कली थैली उसको शरीरमा राखी सक्कली थैली चाल नपाउने गरी राजकुमारी आफूले लिइन्। भोलिपल्ट तिनीजना साथीहरू आफ्ना दरबारमै फर्के। दरबारमा पुगी थैलीबाट दाम झिकौँ भनेर थैली हेर्दा 1 पैसा पनि निस्केन। यो नक्कली थैली हो भन्ने थाहा पाई त्यो थैलीवालाले आफूलाई राजकुमारीले छलेको ठानी आफ्नो टाउको ठटायो। प्रथम सिपाहीले उसलाई सम्झाइ भन्यो, भइगयो तिमीले यसमा केही धन्दा नल्यौ, मैले तिम्रो हराएको थैली राजकुमारीबाट खोसेर ल्याउनेछु। अनि उसले पछ्यौरालाई हरायो, मलाई राजकुमारीको कोठा लगिदेऊ। आँखा चिम्न नै पाएको थिएन, त्यो चाहिँ राजकुमारीको खोपीमा पुगिसकेको थियो। त्यहाँ पुगी हेर्दा राजकुमारी त्यो सक्कली थैलीबाट धमाधम पैसा झराइरहेकी थिइन्। थैलीबाट पैसा धमाधम निस्की पैसाको राशि बन्यो। त्यो दृश्य पछ्यौरावाला सिपाहीले देख्यो। त्यसैतर्फ फर्की आफूले त्यो थैली नखोसी केही बेर त्यो सिपाही टोलाएर हेरिरह्यो। राजकुमारीले फर्केर हेर्दा त्यो सिपाहीलाई अचानक आफ्नो खोपीमा देखेर चिच्चाइ गरेन्, चोर आयो, गुहार गुहार। त्यो सिपाही आफ्नो पछ्यौराको शक्तिले 100 कोस टाढासम्म उम्केर भाग्न सक्ने भए पनि त्यसबेला आफ्नो अक्कल उसले गर्न पाएन। झन् उल्टो झ्यालबाट उफ्री भाग्यो। झ्यालबाट उफ्रेर आउँदा आफ्नो मन्त्र भएको पछ्यौरा झ्यालमा अल्झियो। राजकुमारीले त्यो दृश्य देखि मुसु हाँसेर त्यो मन्त्रवाला पछ्यौरा पनि पाइयो भनी त्यो पछ्यौरा पनि खुब खुसी भएर लिइन्। बिचरा सिपाही आफ्नो पछ्यौरा समेत हराई नुन खाएको कुखुरा जस्तो भएर दरबारमा फर्कियो। उसले आफ्नो 2 साथीलाई दरबारमा भएको वृत्तान्त सुनायो। तेस्रो सिपाहीले भन्यो, धन्दा लिनु पर्दैन, मसँग भएको शक्ति त छँदैछ, मैले काम सोझाउनेछु। त्यति कुरा आफ्ना 2 साथीलाई आश्वासनको रूपमा सुनाई राजकुमारीको दरबारमा त्यो सिपाही पुग्यो अनि उसले मन्त्रसहितको सिंह बजाउँदा हजारौं सिपाहीहरू आफ्ना तरबार ढाल हातमा समाती प्रकट भए। तर यिनीहरूले राजाको दरबारमा ढाँटी भित्र जानु अगाडि राजालाई यो खबर गरे कि ती 2 सिपाहीहरूका थैली तथा पछ्यौरा फिर्ता दिएमा राजामाथि हमला गरिने छैन। राजासँग अचानकको यो हमलालाई सामना गर्ने केही शक्ति थिएन। अत राजाले आफ्नो छोरीलाई ती उल्लेखित वस्तु फिर्ता गरी पठाऊ भनी आग्रह गरे। त्यसो भए तापनि छोरी चाहिँको ती अमूल्य वस्तु फिर्ता गर्ने मन नभई आफ्ना बाबुलाई राजकुमारीले भनिन्, अहिले यसरी हतार मान्ने काम छैन, जबरजस्ती गर्न आउनेलाई अक्कलबाट दबाउनै पर्छ। यति कुरा गरी ती राजकुमारीले एउटी फलफूल बेच्ने आइमाईको भेष बदली टोकरीमा राम्रा फलफूल हाली साँझका समयमा ती सिपाहीहरू भेला भएका ठाउँमा मोहिनी लगाइदिने जुक्तिले गीत गाएर फलफूल बेच्न गइन्। बिहान हुँदा ती सिपाहीहरू पाल लगाई बसेको ठाउँमा गई मोहिनी लाग्ने किसिमको गीत गाई फलफूल देखाई बसिन्। आखिर ती आइमाईको गाना सुनेर मोहित भएका सिपाहीहरू धमाधम उनको चारैतर्फ झिङ्गाहरू भन्के झैं जम्मा हुन गए। त्यो सिंहको मालिक सिपाही पनि ती आइमाई कहाँ उनको गानाले मोहित भएर आयो। त्यसै ताकमा ती राजकुमारीले आफ्नो नोकरलाई आँखाको इसारा गरिन् अनि त्यो नोकरले पनि आफ्नो मालिकनीको इसारा बमोजिम त्यो सिपाहीको सिंह चोर्न गयो। सिंह चोरेर ल्याएको देख्न साथ आफू पनि सुटुक्क गई त्यो सिंह राजकुमारीको हातमा पर्यो। त्यहाँ मन्त्रद्वारा प्रकट भएका सिपाहीको नाम निशान रहेन। तीनैजना सिपाहीहरू रुखबाट ढलेका बाँदरहरू जस्तै भई त्यहीँ बसिरहे। जंगलमा त्यो रातो लुगा लगाएको पुड्को मानिसले भेट्दा जुन अवस्था थियो त्यही अवस्था भयो। तीनैजना साथी एक ठाउँमा जम्मा भई सल्लाह गरे। त्यही यो निश्चय भयो कि सर्वप्रथम थैलीवाला सिपाही आफू अरू 2 जना साथीसँग नबस्ने निधो गरे। यति कुरा निश्चय गरिसकेर थैलीवाला सिपाही दायाँ तर्फको बाटो लागि गयो। अरू 2 जना सिपाही बायाँतिरको बाटो लागे। त्यो थैलीवाला सिपाही एक्लै जाँदा जाँदा पहिले उनीहरूले त्यो रातो लुगा लगाएको मानिससँग भेटेको वनमा पुग्यो। रातको समय पनि भयो। दिनभर हिँडेको हुँदा थकाइ लागेर एउटा रुख मुन्तिर नै बास बस्यो। भोलिपल्ट आँखा खोली हेर्दा त्यो सिपाहीले आफू बास बसिरहेको रुखमा मनपर्ने किसिमका स्याउहरू फलेको देख्यो। पेटमा अति भोक लागेको हुँदा स्याउ टिपेर खाइरह्यो। तर उसलाई गजब लाग्यो पनि। पछि नाकमा के भनेर हातले छामेर हेर्दा त सत्यानाश भएको उसले पायो। उसको नाक झन लामो भई जाँदा त झन्डै उसको पेटसम्म आइसक्यो। नाक हल्लिरह्यो, लामो भएर आएकै थियो। अनि त्यो सिपाही चिच्चाइ रोएर करायो, ल अब मार्यो, अब यो नाक कतिसम्म बढ्दै जाने हो।
तर नाक लामो हुन रोकिएन। नाक बढ्दै बढ्दै खोला जस्तै अगाडि गएर जंगलको टाढासम्म पुगिसक्यो। यता उसका दुईजना साथीहरू बिहानदेखि जाँदा जाँदा संयोगवश एक ठाउँमा पुगेपछि गजबको कुरा के भयो भने उनीहरूका खुट्टाका औंलाहरूमा कुनै चीजले ठक्कर लाग्यो। पहिले त उनीहरूले यो के चीज हो भनी केही विचार गर्न सकेनन्। पछि राम्रोसँग निहुरिएर केलाएर हेर्दा त्यो नाक नै हो भन्ने चाल पाए। कारण त्यो नाक वास्तवमा मासु जस्तो देखिन्थ्यो। यो त लामो नाक भएको व्यक्तिको हुनुपर्छ र यो नाक एकपटक हेर्नै पर्छ भनिकन ती दुईजना सिपाहीहरू त्यो नाकको पछि पछि जाँदा आखिर आफ्नै साथी चाहिँ नाक लामो भएको हुँदा हलचल गर्न नसकी अशक्त अवस्थामा पछारिएको भेटिए। दुवैजना सिपाहीले नाक लामो भएका साथीलाई उठाउन कोसिस गरे तर निष्फल भए। ती दुईजना सिपाही साथीहरू निराश भएर संसारै अन्धकार जस्तो ठानी कपाल ठोकी ठोकी रोए। तर असहायका लागि देवता सहायक हुन्छन्। त्यही पहिलेको रातो लुगा लगाउने पुड्के मानिस कहाँ कहाँबाट आई त्यही देखियो जहाँ नाक लामो भएको सिपाही र उसका दुई साथी सिपाही थिए। अनि त्यो पुड्केले आश्वासन दिँदै भन्यो, ओहो साथीहरू, तिमीहरूलाई त आपत पो परेछ, तर तिमीहरूले के धन्दा मान पर्दैन, यसको एउटा औषधि छ। यति भनी त्यो पुड्के मानिसले कुरा बतायो। यहाँबाट नजिकैको एउटा नासपतिको रुखबाट नासपति टिपेर ल्याऊ र त्यो नासपति उसलाई खुवाइदेऊ अनि उसको नाक पूर्ववत हुनेछ। पुनः त्यो रातो लुगा लगाउने पुड्के मानिसले ती सिपाहीलाई यसरी कुरा बतायो। ल हेर, मेरो कुरा तिमीलाई याद राख्ने गर। त्यही नासपति र स्याउ टिपेर राखी छोड। ती राजकुमारीलाई 2-4वटा स्याउ खान देऊ र उनको तमासा हेर अनि आफ्ना हराएका वस्तु फिर्ता दिन उनलाई बाध्य गराई उनलाई निको पार्ने उपाय गर। यति कुरा त्यसले ती सिपाहीलाई सिकाइदियो। तीनैजना सिपाहीहरूले त्यो रातो लुगा लगाउने पुड्के मानिसलाई धन्यवाद दिएर उसको ठूलो जय मनाए। त्यसपछि दुईजनाले त्यो लामो नाकवाला सिपाहीलाई, ल तिमी फलफूलको व्यापारी भई राजकुमारको राजाको दरबारमा जाऊ र त्यहाँ यी स्याउ बेचेर आऊ भनी कुरा सिकाइदिए। साँच्चै नै लामो नाकवाला सिपाही टोकरीमा लोभिने किसिमका स्याउ हाली दरबारको ढोकामा उपस्थित हुन गयो। यी स्याउहरू राजकुमारीलाई मात्र चढाउन ल्याएको भनी उसले त्यहाँ कुरा सुनायो। कसैले त्यो छुन सकेन। राजकुमारीले ती स्याउहरू आफूले किनिन्। स्याउहरू मिठो भएको बयान गरेर साध्य थिएन। राजकुमारीले मात्र 12वटा स्याउ खाइन्। तर अफसोस, राजकुमारीलाई पनि नाक असजिलो भइरह्यो। पछि नाकमा के भयो भनी ऐनामा आफ्नो अनुहार हेर्दा त नाक त लम्बी हल्लिन थाल्यो। नाक बढ्दै जाँदा त झ्यालमा पुगेर फेरि झ्यालबाट बाहिर गई दरबारदेखि पनि बाहिर आइसक्यो। यो दुःखले पूर्ण अद्भुत खबर सुनेर राजाको मनमा घाउ भयो। जसले त्यो रोग निको पार्न सक्छ उसलाई ठूलो पुरस्कार दिन्छु भनी राजाले घोषणा गरे। त्यही मौका हेरिराखेको थियो। लामो नाकवाला वैद्यराजको भेषमा आई राजाको अगाडि उपस्थित भयो र भन्यो, म त्यो रोग निको पार्न सक्छु। लामो नाकवाला सिपाही यस ताकमा चङ्ख भएर निस्क्यो। पहिले त उसले त्यो स्याउ सानो टुक्रा पारी राजकुमारीलाई खुवाइदियो। तर राजकुमारीको नाक झन लम्बियो, निको भएन। दिनभरि राजकुमारीलाई नाक लम्बी ऐया ऐया भनी कराउन लगाइराख्यो। फेरि पछि नासपति टुक्रा टुक्रा पारी राजकुमारीलाई खान दियो। त्यसले गर्दा राजकुमारीको नाक फेरि छोटिएर गयो। त्यसो गर्दा गर्दै कहिले नासपति खुवाउने त कहिले स्याउ दिने गरी नाकको खेल खेलेर त्यो समय बिताइरह्यो। रोग भने निको पूर्ण रूपले हुँदै भएन। आखिरीमा राजकुमारी मैले औषधि गर्दा कति कैफियत तथा कसिङ्गर छ भन्ने विषयमा मन्त्रद्वारा थाहा पाइयो। राजकुमारीले कसैका वस्तु चोरी वा खोसेर लिइराखेको पनि देखिन्छ। ती वस्तुहरू जसका हुन् उसैलाई फिर्ता गरिदिएमा रोग तुरुन्त निको भइजानेछ, नत्र निको पार्न असम्भव नै देखिन्छ भनी लम्बे नाकवाला सिपाहीले राजकुमारीलाई धम्की दियो। पहिले त राजकुमारीले होइन भनी टाउको हल्लाइन्। तर यो कुरा राजाले थाहा पाए। राजा आफै आई राजकुमारीलाई ती वस्तुहरू फिर्ता गरिदेऊ भनी आदेश गरे। आखिरमा राजकुमारीले आफू कायल भई ती 3वटा वस्तुहरू त्यही वैद्यको भेषमा आएका सिपाहीलाई दिई अनुरोध गरिन्, तपाईले नै फिर्ता गरिदिनुस्। त्यति भनी ती राजकुमारीले उसको हातमा राखिदिन्। त्यति भएपछि लामो नाकवाला सिपाहीले राजकुमारीलाई सिंगै नासपति खुवाइदियो। राजकुमारीको नाक पूर्ववत हिस्सी लाग्दो मा परिणत भयो। त्यसपछि त्यो लामो नाकवाला सिपाही मन्त्रको बलले तुरुन्तै फेरि आफ्ना साथीहरू भएका ठाउँमा पुग्न गयो। त्यस बेलादेखि ती 3जना साथीहरू सँगै बसेर सुखपूर्वक आफ्ना दिनहरू बिताइरहे।